कतिपय पेसेन्टले हामीले भन्नुहुन्छ हैन म त रेगुलर स्केलिङ गराइराखेको हुन्छु हैन गिजारमा पनि इन्फेक्सन छैन दाँतमा पनि इन्फेक्सन छैन त्यही पनि मेरो सास चाहिँ गनाइराख्ने हुन्छ किन त सास गनाउने एक्स्ट्रा ओरल कजहरु के हुन्छन् त अस्ति हामीले चाहिँ इन्ट्रा ओरल कजको कुरा गरेका थियौं हैन एक्स्ट्रा ओरल कज जसलाई चाहिँ के भनिन्छ भन्दाखेरि चाहिँ मुख बाहेक अरु के कारणले चाहिँ सास गनाउन सक्छ त हैन मुख बाहेक अरु कारणले पनि के हुन्छ त सास गनाइराख्ने समस्या भइराखेको हुन्छ जस्तै चाहिँ यदि नाक तथा घाँटीको इन्फेक्सन छ हैन फ्यारेन्जाइटिस छ टन्सिलाइटिसहरु छ यदि तपाईको घाँटीको इन्फेक्सन भइराख्ने हुन्छ हैन यदि श्वास नलीको समस्या छ जस्तै चाहिँ क्रोनिक ब्रोन्काइटिसहरु छ यदि कुनै चाहिँ कार्सिनोमा छ हैन क्यान्सरहरु छ ब्रोन्कियल कार्सिनोमाहरु छ भने त्यतिबेला पनि के हुन्छ त सास गर्न समस्या भइराखेको हुन्छ त्यसैगरी यदि तपाईको चाहिँ पिनासको समस्या छ हैन साइनसाइटिसहरु भइराख्ने समस्या छ भने त्यतिबेला पनि के हुन्छ त सास गनाइराख्ने समस्या भइराखेको हुन्छ त्यसैगरी नाक र घाँटी बाहेक यदि तपाईको पेटको समस्या छ भने पेटबाट चाहिँ मुखमा अमिलो पानी आइराख्ने समस्या छ जसलाई चाहिँ जीआरडी पनि भनिन्छ हैन यस्तो डिजिजको कन्डिसनमा पनि के हुन्छ त सास गनाउने समस्या भइराखेको हुन्छ यो पेटको अर्को समस्या जस्तै पाइलोरिक स्टेनोसिस भन्छ हैन पाइलोरिक स्टेनोसिस हुँदाखेरि पनि के हुन्छ त सास गनाउने समस्या भइराखेको हुन्छ त्यसैगरी यदि कुनै रोगहरु छ भने त्यस्तो कन्डिसनमा पनि के हुन्छ त सास गनाउने हुन्छ जस्तै चाहिँ डायबिटिक केटोसिडोसिस भन्छ हैन मधुमेह सुगर भएको पेशेन्टहरुमा पनि के हुन्छ त सास गनाउने समस्या भइराखेको हुन्छ त्यसैगरी यदि तपाईको किडनीको समस्या छ हैन अरु चाहिँ लिभरको समस्या छ त्यस्तो कन्डिसनमा पनि के हुन्छ त सास गनाउने समस्या भइराखेको हुन्छ र अघि भनेको सबै चाहिँ एक्स्ट्रा ओरल कजहरु भयो हैन इन्ट्रा ओरल कजहरु जस्तै चाहिँ मुखमा आउने समस्या जस्तै चाहिँ दाँत र गिजाको समस्याले गर्दा पनि के हुन्छ त सास गनाउने हुन्छ त्यसको बारेमा चाहिँ डिटेलमा पहिले नै भिडियो बनिसकेको छ मेरो प्रोफाइलमा गएर हेर्न सक्नुहुन्छ र यति कारण मध्ये चाहिँ तपाईको के समस्याले गर्दा सास गनाइरहेको छ कमेन्ट गर्न पनि नभुल्नु होला यति भन्दै म आजलाई बिदा चाहन्छु नमस्ते